सिन्धुली गाडी घुमेर हेर्दा सिन्धुली गाडी घुमेर हेर्दा सुन्तलीमाई कति नराम्रो दरबार मार्यो नि मायाले मार्यो सुन्तलीमाई कति नराम्रो दरबार मार्यो नि मायाले मार्यो आजकालको जौवनमा हेर आजकालको जौवनमा हेर सुन्तलीमाई कस्तो होला घरबार मार्यो नि मायाले मार्यो सुन्तलीमाई कस्तो होला घरबार मार्यो नि मायाले मार्यो। नमस्कार, म जेबी पोखरेल। मैले मेचीदेखि महाकालीसम्म उल्टो साइकल यात्रा गरेको हुँ 2063 सालमा र म चाहिँ स्वास्थ्य क्षेत्रमै कार्यरत भएको कारणले गर्दाखेरि सम्पूर्ण नेपालीको चाहिँ एउटा सुस्वास्थ्यको कामना गर्दै एउटा मधेसदेखि महाभारतसम्म उल्टो मोटरसाइकल यात्रा गरौँ न त भन्ने हिसाबले मैले गरेको हो। उल्टो मोटरसाइकल एउटा यसको आकर्षण पाटो हो भनेदेखि यसले चाहिँ सामाजिक मुद्दा चाहिँ अब के उठान गर्ने त भन्दाखेरि स्वास्थ्य भनेपछि सबैको लागि सम्पूर्णको लागि हरेक जनको लागि हुने भएको कारणले गर्दाखेरि मैले मधेसदेखि महाभारत दुईटा प्रदेशको एउटा अन्तर सम्बन्धलाई पनि राम्रो हुने हिसाबले चाहिँ एउटा जोड्ने हिसाबले चाहिँ यो यात्रा मैले तय गरेको हुँ। यो उल्टो मोटरसाइकल अब हेर्दाखेरि एक जोखिम छ, तर अभ्यास गर्दै गएपछि हामी कुनै पनि एउटा समस्यालाई चाहिँ त्यसको एउटा निराकरण गर्न सक्छौँ, एउटा सफलतासम्म पुग्न सक्छौँ। एउटा मोटरसाइकल एउटा आकर्षण पक्ष हो र यसबाट चाहिँ स्वास्थ्य लाभको कामनाकै कुरा चाहिँ विशेष गरी मैले उठाउन खोजेको हो। मधेस टु महाभारत, मधेस टु महाभारत, मधेस टु महाभारत, मधेस टु महाभारत, सुस्वास्थ्यको सबैमा सबैमा छै मुबारक, सुस्वास्थ्यको सबैमा सबैमा छै मुबारक, मधेस टु महाभारत, मधेस टु महाभारत। कि म एउटा सङ्गीत प्रेमी पनि हो, म अलिकता सङ्गीत क्षेत्रमा पनि एउटा स्वस्फूर्त रूपले म लागिरहेको छु र मलाई के लाग्यो भनेदेखि म एउटा पूर्व तयारीको क्रममा हाम्रो महाभारत क्षेत्रमा सिन्धुलीको महाभारत क्षेत्रमा एउटा रहेको राष्ट्रिय कलाघर छ, त्यहाँनिर गएर मैले हेरेँ। वास्तवमा त्यो एकदमै प्रशंसनीय चाहिँ काम गर्नुभएको छ, जसले चाहिँ सुमन थापा मगर हुनुहुन्छ त्यस कला केन्द्रको एउटा परिकल्पनाकार। मैले त्यहाँनिर गएर हेरेँ र यसै सिलसिलामा चाहिँ एउटा हाम्रो राष्ट्रिय मौलिक लोक कला संस्कृतिको लागि चाहिँ सम्पूर्णलाई चाहिँ एउटा जगेर्ना गर्नको लागि एउटा मोटिभेट गर्ने हिसाबले उत्प्रेरित गर्ने हिसाबले चाहिँ मैले चाहिँ यो उल्टो मोटरसाइकलको एउटा यात्रालाई मधेस टु महाभारत, सुस्वास्थ्यको सबैमा मुबारक, साथै राष्ट्रिय मौलिक लोककला संरक्षण तथा सम्वर्धनका लागि चाहिँ यो यात्रा गरौँ न त भन्ने एउटा मलाई आफूमा एउटा विचार आएर मैले यो काम गरेँ र यसका लागि मलाई सहयोग गर्नुहुने सम्पूर्ण मेरा मित्रहरूलाई, सम्पूर्ण दाजुहरूलाई, सम्पूर्णमा चाहिँ म हार्दिक नमन गर्न चाहन्छु। गौरीबासको उचाइबाट झन् सुन्दर देखिन्छ धेरा, बर्दिबास हाम्रो हो हामी सबैको मिलेर गरौँ न विकास यसको। अब यो हामी चाहिँ यहाँ बर्दिवास नगरपालिकाबाट चाहिँ हामीले चाहिँ यात्रा प्रारम्भ गऱ्यौँ र यसका संयोजक चाहिँ हाम्रो बर्दिवास अन्तर्गतै रहनुभएका चाहिँ सुबोध कट्टेलज्यू हुनुहुन्थ्यो, लगायत हामी चाहिँ लगभग 30 जनाको एउटा समूह थियो र त्यो हाम्रो 30 जनाको समूहमा विभिन्न विधामा रहेर काम गर्ने चाहिँ व्यक्तित्वहरू हुनुहुन्थ्यो र यस सिलसिलामा हामीले चाहिँ एउटा कार्यक्रमको एउटा ढाँचा बनाएर यहाँबाट हामी चाहिँ एउटा कालापानी हुँदै भिमान हुँदै सिन्धुली हुँदै गढी दरबार हुँदै
चाहिँ राष्ट्रिय कलाघरसम्म चाहिँ हामी पुग्यौँ र यसले चाहिँ वास्तवमा हामीलाई एकदमै उत्प्रेरित तुल्याएको छ। यो चाहिँ समग्रमा जीवनाथले मात्रै गरेको होइन, एउटा समग्रमा टिमले गरेको हो। तसर्थ म सम्पूर्णलाई सेल्युट गर्न चाहन्छु। म यो कार्यक्रम यहाँसम्म यसलाई चाहिँ सफल बनाउनको लागि चाहिँ म सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु र यसका लागि चाहिँ अब गौरीवास युथ क्लब, हाम्रो बर्दिवास नगरपालिका वडा नम्बर 1 र 3 लगायत बर्दिवास नगर प्रमुखज्यू, नगर प्रवक्ताज्यू, म सम्पूर्णमा हार्दिक धन्यवाद म ज्ञापन गर्न चाहन्छु र आज उहाँहरूकै साथ सपोर्टले, उहाँहरूकै सहयोगको कारणले गर्दाखेरि यो कार्यक्रम सफल हुन सकेको हो। मधेस टु महाभारत, मधेस टु महाभारत, सुस्वास्थ्यको सबैमा सबैमा छ है मुबारक, सुस्वास्थ्यको सबैमा सबैमा छ है मुबारक। मधेस टु महाभारत, मधेस टु महाभारत। भित्र चाहिँ हाम्रो बस्नको लागि हल, अनि त्यसै गरी तल्लो तलामा चाहिँ 12वटा कोठा निस्किन्छ। त्यसमा चाहिँ अब पाहुनाहरूको लागि हामीले पाहुना घर पनि त्यही भित्र नै सञ्चालन गर्दैछौँ। 200 भन्दा बढी जान अट्ने चाहिँ हल बनाउँदैछौँ। यसबाट चाहिँ के भयो भने एउटा टाढा यसलाई चाहिँ खन्या खर्कदेखि पनि देख्न सकिन्छ यो मादललाई चाहिँ। Kalima